हेलो गाइस दर्शन नमस्ते है। आज छु म प्युठान र रोल्पाको सिमानामा टक्क। यो प्युठानै पर्छ गाइस। प्युठानको यो खोलाखेत भनिन्छ यसलाई हैन, उपल्लो माथिको साल र यो खोलाखेत भनिन्छ। यस्तो टक्क गएर यो टक्क यो हाम्रो नदी यो तलको राप्ती नदी बन्न जान्छ हैन। यो दुई खोलाको किनारमा छ र यो चतुर्भुज भनिन्छ। चतुर्भुज भनिन्छ पानी देख्न सक्नुहुन्छ है त। रोल्पाको यो चतुर्भुज यो ठुलो मेला लाग्ने गर्छ त्यसमा पनि है गाइस हैन। अनि पल्लोपट्टिको त्यो उपरे सबै प्युठानै पर्न गयो। अनि यता आएर तपाईको यो सबै प्युठानै पर्छ। यो प्युठान पर्छ। यो प्युठानको भागीबाग भनिन्छ गाइस यसलाई। भागीबाग सबै यो खोलादेखि यतातिर प्युठानै पर्छ र उतातिर माथि डाँडा देख्नु पर्छ गाइस। माथिले त्यो टक्क हेर्दाखेरि यो माथिको यो कोटा सोटा यता सबै नै पर्छ र यो पारीको पाटिलो बजार हेर्छ भने खोलापालीको पट्टिको बजार हेर्छ भने यो डोमाई बजार भनिन्छ र उतापट्टिको केम्चोर भनिन्छ है। केम्चोर भनिन्छ गाइस। ल गाइस आज यतातिर छु म ढक्क है त।